हेलो। हजुर नमस्ते, को बोल्नुभयो, कहाँबाट गर्नुभयो? हजुर नवीन कार्की। हजुर नवीनजी के छ तपाईँको क्वेसन? हजुर 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 एक मिनट है त म हेरिदिइहाल्छु। कुन कम्पनी भन्नु हो? रिज लाइन। नवीनजी रिज लाइन अब अलिकति ट्रेन्डिङमै छ होइन, यो अझै अझै बढ्ने जस्तो देखिन्छ। त्यो भएर चाहिँ म तपाईँलाई अलिकति होल्ड गर्न सजेस्ट गर्छु होइन, किनभनेदेखि त्यो चाहिँ हेर्नुपर्छ। अब कहिले अलिकता सेल अफ आउँछ त्यसपछि चाहिँ निस्किने हो, कहिले आउँछ चाहिँ अब ठ्याक्कै भन्न सकिँदैन। तर अलिकता सेल अफ आयो भने चाहिँ निस्किँदा राम्रो, र निस्किसकेपछि चाहिँ तपाईँले गर्ने भनेको चाहिँ यो जुन पैसा अब तपाईँले 1000 रुपियाँ हाल्नुभयो, चाहे त्यो 7000 होस्, 8000, 10000, 12 होइन, जति भएन भने पनि त्यो पैसा चाहिँ तपाईँ फेरि राम्रो कम्पनीहरूतिर जानु होला है त। हुन्छ। अब यस्तो नवीनजी हेर्नुहोस् न, अब सधैँ मैले भनेर भन्दाखेरि पनि तपाईँले अलिकति बुझ्न चाहिँ जरुरी छ होइन। अब मैले तपाईँलाई एकचोटि भने, दुईचोटि भने, सधैँ मैले भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ त्यो कम्पनीतिर तपाईँ कहाँ किन जाँदै हुनुहुन्छ होइन। तपाईँले पैसा बन्ने भनेको राम्रो कम्पनीमा अलिकति लामो लङ टर्म लगानी गरेर हो होइन, त्यो कुरा तपाईँले बुझ्नु पऱ्यो है त। र त्यसकै ट्रेनिङहरू म दिइरहेको हुन्छु, त्यो सिक्न जरुरी छ होइन। मैले एकचोटि भनेर दुईचोटि भनेर तपाईँलाई अब हुँदैन। तपाईँले जब बुझ्नुहुन्छ, तपाईँ मसँग कनेक्ट हुनुभयो भने होइन, तपाईँले सिक्दै जानुहुन्छ, यो सिक्ने कुरा हो। अब मेहनतको पैसा छ, तपाईँले भनौँ न अब कसैले भनेर, चाहे मैले भनोस् चाहे अरूले भनोस्, तपाईँले आफूले पनि बुझ्न जरुरी छ होइन। म भन्न त भन्छु, म राइट कुराहरू भन्छु, तर यो कम्पनी किन राम्रो छ भनेर अब तपाईँभन्दा नबुझ्ने, भनौँ अलिकता धेरै एक्टिभ नभएको मान्छेहरू पनि भनौँ न सिकिरहनु भएको छ। त्यो भएर चाहिँ म त तपाईँलाई के सजेस्ट गर्छु भनेदेखि सिक्न चाहिँ जरुरी छ है। सधैँ मैले भनेर अरूले भनेर भन्दाखेरि पनि आफूले पनि अलिकता मेहनत गर। मेहनत गरेर काम गर्नुहुन्छ भनेदेखि अलिकता मेहनत गरेर सिक्न पनि जरुरी छ।